Hello guys, welcome back to my channel. सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदमै धेरै सन्चै छु। गाइस हेर्नु न मेरो अनुहारै भरियो के हो माय गॉड। के हो के यस्तो आउने जाने फेरि म फेस वास युज गर्छु है न साबुनले धुनु हैन। हेर्नु न गाइस अहिले भर्खर फुटाइदियो क्या फेरि मैले सबै घिनलाग्दो देखिन्छ मलाई। गाइस के गरी हटाउने हो यो। आजको भ्लग मैले स्टार्ट गरिसकेको छु गाइस, हेर्दै गर्नु होला। आज म के गर्छु सबै तपाईहरुलाई देखाउने नै छु। हो खाना बनाउने बेला पनि भयो, अब म खाना बनाउने सुरसार गर्छु। 4 बजिसक्यो गाइस, म खाना बनाउनलाई रेडी गर्छु। हाम्रो घरमा चाहिँ दिदी बहिनी आउनु भएको छ, फुपा फुपू भनौँ न। अनि अहिले उहाँहरू चाहिँ सबैजना बजार जानु भएको छ। उहाँहरू पनि आउने बेला हुन आँट्यो गाइस। सबसे सुरुमा म बाख्रा लिन जान्छु, हेर्दै गर्नु होला। हाम्रो बाख्रा चाहिँ अगाडि गाइस, मैले बाख्रा लिएर आइसके। हेर्नुस् गाइस, हाम्रो बाख्रा ड्युटी छिन् मक्कलीहरू। अब यिनीहरूलाई थुन्नु पर्ने हुन्छ सानीहरूलाई। यिनीहरूलाई छोडो कि कुदो, छोडो त कुदो, भागो भन्दा हुन्छ। देखिहाल्नु भयो होला। गाइस अब चाहिँ मैले खाना बनाउन थालेँ। हेर्नुहोस् हजुरहरू पनि। यहाँ चाहिँ हाम्रो बिहानको चीज बोलता है। मासु खाएर मान्छे पनि खोट्न आँटिसक्यो गाइस, के गर्ने होला। हजुर छैन, यसको काम छैन, यतिकै अघि ल्याएदेखि कराएको कराइछ। मेरो क्यामेरा पनि एक ठाउँमा त अडिनै सक्दैन क्या गाइस। यस्तै छ जिन्दगी। आज चाहिँ हामी धेरैजना छौँ, त्यही भएर खाना पनि अलिक धेरै नै बनाउँदैछु म। एक कुकरै यो चामल हाल्दा आधी हुन्छ, पाक्दा एक हुन्छ। द्याट्स इट। मैले बनाएँ त्यही गाइस। पानी लिन जानुपर्ने रहेछ छतमा। मैले चाहिँ खाना बसाइसकेँ। हाम्रो चाहिँ फिल्टर माथि छ के, अनि किनभने हाम्रो माथि नै थियो नि त किचन, अनि अस्ति भर्खर तल बनाएको छ। अनि यो फिल्टर त हामी उचाल्न सक्दैनौँ, त्यही भएर अहिलेको लागि माथि नै छ। हामी चाहिँ कसरी पानी भर्छौँ भने यहीँ माथि पानी थापो, अनि फिल्टरमा हाल्यो, अनि लगो
वाउ हेर्नु गाइज मेरो लाली गुराँस फुल कस्तो राम्रो जागिरहेछ भर्खर हाम्रो ड्रागन फ्रुट हेर्नुस् कति ठुलो छ तर यो रोपेको कति भइसक्यो कहिले कति वर्षमा फल्छ हौ गाइज यो भनिदिनुस् त ठुलो भइसक्यो हाम्रो ड्रागन फ्रुट हाम्रो चाहिँ अलिअलि फुल पनि रोपेको छु म त यता छ गाइज यहाँ छ हाम्रो एउटा रुम माथि पनि यो रुम चाहिँ हाम्रो पहिले किचन कोठा थियो अहिले चाहिँ हामी तल सरेको छौँ नि त अनि त्यही भएर फिल्टर चाहिँ माथि नै छ क्या हाम्रो तल छ किचन चाहिँ यहाँ त्यही हो साथीहरू घाम हेर्नुहोस् न हाम्रो गाउँ सुन्दर सानो गाउँ हेर्नुहोस् हाम्रो गाउँको दृश्य यसरी हेर्न सक्नुहुन्छ हजुरले वाउ हेर्नुहोस् न कस्तो राम्रो देखेको घाम कता गयो वाउ घाम नराम्रो हुन्छ भन्ने कुरा हुन्छ र हैन मेरो पानी चाहिँ भरिसकेको छ गाइस यत्रो पानी चाहिँदैन पनि यति धेरै पानी चाहिँदैन भन्ने क्या फिल्टरको लागि चाहिँ सरी गाइस सिस्टममा पानी हाल्नु एक बाल्टी चाहिँदैन हाम्रो फिल्टर गाइस पानी अलिकति भइहाल्छ किनभने अलरेडी यहाँ भरिसकेको छ हामी चाहिँ एक बाल्टी पानी हाल्यो अहिले अस्ति 2 बाल्टी पानी हाल्छौँ फिल्टरमा अनि एउटा लान्छौँ अनि एउटा त्यहाँ ठ्याक्क भरिरहेको हुन्छ क्या अर्कोचोटि आउँदा ठ्याक्क हुन्छ अर्को बाल्टी हाल्यो ल त्यस्तो कुरा गाले साथीहरू म फोनमा पानी हाल्छु हल्का हल्का हेर्नुहोस् ला म पनि भौराउँदैछु क्या गाइसहरू अब यसरी चाहिँ पानी भर्छौँ एकछिन बस्नुपर्छ यहीँनेरि मेरो चाहिँ पानी भइसक्यो म तल लान्छु यसलाई हेर्दै गर्नु होला साथीहरू लसुनको पत्ता टिप्न जाँदैछु हाम्रो चाहिँ यहाँ पछाडि छ क्या लसुनको पात हाम्रो लसुन तसुन हाम्रो चाहिँ यहाँ टमाटर पनि छ टमाटर चाहिँ पाक्ने बेला भएको छैन साथीहरू वाउ हेर्नुहोस् हेर्न सक्नुहुन्छ हजुरहरूले देख्नुभयो होला वाउ हामीले लसुनको पत्ता चाहिँ कस्तो टिप्छौँ भने यस्तो क्या भात चाहिँ हुन्छ नि जुन तल यस्तो घिस्रेकोहरू चाहिँ हामी टिप्छौँ गाइस कुखुराहरूलाई त किचनको ढोका त खोलेको देख्नै हुँदैन पो त
आइहाल्छ हगेर आफू जस्तै मेरो भातमा सिटी लाग्यो गाइस भोलि गाउनु मात्रै छैन गाई मेरो दाल कहिले पाक्छ गाइस हाम्रो घरमा चाहिँ सुँगुर पनि छ छैन यिनीहरूलाई चाहिँ म पराल ल्याइदिन्छु ल पराल हाल्ने बेला भएको रहेछ पराल लिन गएँ गाइस पराल पराल कस्तो आनन्दको दिन छ क्या आज है आनन्द